क्रिटिकल प्लेयर हाम्रो चाहिँ को छ भने हाम्रो ड्रिलर्सहरू होइन, जसले चाहिँ बोरिङ जसले गर्नुहुन्छ, जस्तो कम्युनिटीले त उहाँहरूले पुरै डिपेन्डेन्ट हो भन्दाखेरि उहाँहरूको नलेज के हो त भन्ने कुरा पनि बुझ्नु एकदम आवश्यक छ। किनभने उहाँहरूले चाहिँ नर्मली हाउसमा जाँदाखेरि चाहिँ पानी आयो तर उहाँहरूको नलेज त्यो एक्विफरको लेभल कति छ, ड्रिलिङलाई उहाँहरूले सिस्टमेटिकली ड्रिलिङ गरिराख्नु भएको छ कि छैन, कि पैसा कमाउने हिसाबले मात्रै गरिराखेको भएको छ, टेक्नोलोजी राइट टेक्नोलोजी युज गर्नु भएको छ कि छैन भन्ने चाहिँ दे प्ले अ क्रिटिकल रोल अन द ड्रिलिङ एन्ड ग्राउन्ड वाटर एक्सट्र्याक्सन होइन। सो त्यो भएकोले उहाँहरूलाई पनि कसरी इङ्गेज गर्नु, उहाँहरूको नलेजलाई पनि इन्हान्स गर्नु र चाहिँ हामीले जेनेरेट गरेको एभिडेन्सलाई चाहिँ उहाँहरूको हरेक घरमा जानुहुन्छ उहाँहरू होइन, ड्रिलिङ गर्नलाई चाहिँ ड्रिलिङ कम्पनीहरूले हरेक घरले चाहिँ त्यो एक्सेस गरिरहेको हुन्छ भनेदेखि उहाँहरूको नलेजलाई चाहिँ हामीले कसरी इन्हान्स गर्ने त्यो पनि क्रिटिकल जस्तो चाहिँ मलाई लाग्छ।